उद्देश्यले आयोजना गर्नुभएको यो कार्यक्रम म यो विशेष गरेर अतिरिक्त क्रियाकलाप समितिलाई हार्दिक धन्यवाद दिन चाहन्छु र म यहाँ उपस्थित सम्पूर्ण महानुभावजीहरूलाई यो कार्यक्रममा हार्दिक स्वागत गर्दै हाम्रो संस्कार के हो, संस्कृति के हो, हाम्रा वेशभूषा कस्ता छन् यसको बारेमा राम्रोसँग जानकारी लिएर देशको यो धरोहर हो, यो सम्पत्ति हो, यसलाई बचाइराख्न यो नयाँ पुस्ताले विशेष जोड दिनेछ भन्ने विश्वासका साथ म पुनः यहाँ उपस्थित सम्पूर्ण महानुभावजीहरूलाई हार्दिक स्वागत गर्दै म छोटो मन्तव्य अन्त गर्न चाहन्छु। धन्यवाद। धन्यवाद सर। उहाँले आजको यस कार्यक्रममा अझ थप ऊर्जा प्रदान गरेर जानुभएको छ। अब हाम्रो अर्को कन्टेस्टेन्ट बहिनी आउँदै हुनुहुन्छ।